आज चाहिँ म चाहिँ उता आमासँग सागसब्जीहरू खोल्नु गएको हो बाहिर जङ्गलमा। यस्तो गरेको छु। अगाडि मोमो पार्छ आयो यस्तो छ। ल ल आइज रोजी। लहरलाई खुट्टा जिपेर होइन उयो अगाडि हेरेर मैले बाटो हेरेको छ नि। कहाँ गयो आमा हामी भनिदिनु न। यहाँ छ घरमा बस्दा बस्दा अल्छी लागेर यसो जङ्गलतिर चिन्डेहरू पाउँछ कि हेर्दै गएको। अच्छा अच्छा चिन्डे अर्को पनि भेट्छ कि है। अर्को के निङ्रो पाउँदैन हौ यता त। यहाँ गइरहेको त्यो यहाँ नयाँ सिस्नु भने चाहिँ यो है। अहिले त कहाँ टिप्नु नि। अहिले चाहिँ तैसिले हामी यो डाँडा जस्तोहरू छ मजाको भ्यू देखिरहेको छ यहाँ हेर्नु तपाईँहरूलाई देखाउँछु। आम्मामामामा यस्तो त छ जग्गा नि दामी। हेलो मिठो हुन्छ नि है। ल अब चाहिँ हामी यहाँ पुल भएको जग्गामा आइपुग्यो। पुल यो पुल पाइपलाइन रुचि 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 यहाँ आइज। अब चाहिँ त्यो बस्यो त्यहाँ बस। यहाँ चाहिँ यहाँ चाहिँ भनेको रुचि ल। अच्छा 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 ए यसको त पुरै अर्केछ नि निकाल्नु मिल्दैन रहेछ। सब्जी खोज्नु त आयो सब्जी चाहिँ भेट्दैन जस्तो छ भन्दै रहेछ आमाले। गर्मी भयो त आउँदा है होइन। सिलोको बोट चिन्डे भन्ने सब्जी चाहिँ यो हेरे यो तर पुरै हुर्किसिँदै छ अरे। यो कुट्टु पट्टु पामा हुँदैछ। अनि यो खानु मिल्दैन अब। ए भर्खर पनि हिँड्दै गरेको हो कि के गर्ने त त्यसमा लाने कि नलाने त। कसरी लाग्छ लाग्नु भयो। हामी त चिन्डे खोज्नु आएको त यहाँ डरेनमा आइपुगेर चिन्डे पनि पाएन थाकेर बिसायो। अब घर फर्किनु पर्छ पानी पनि पर्नु आँट्यो। खाली हात जाने अब नि अब पाएन त के गर्ने। त्यो सिस्नुहरू चाहिँ लगेर छ होइन। टिप्ने चिसै छैन खात पर्छ काटेर लगेर जाने नि हामी। हुनु यो माथिको रुखको हेरेर आमाले चिन्ने अब भइहाल्यो कसरी टिप्ने यत्रो टुप्पाको चाहिँ। ल यहाँ माथि आइपुग्यो। यहाँ म तपाईँहरूलाई एउटा चिज देखाउन आँटेको है। हुनु त यो चाहिँ यस्तो हेर्दाखेरि चाहिँ पहिला हामी सानोमा स्कुलहरू जाँदाखेरि के भन्छ पेपरहरू फाटेको हुँदाखेरि टिचरले पुरा कराउनु हुन्थ्यो होइन।
अनि यो चाहिँ हामीले एज अ गम युज गर्थ्यो कि गम जस्तो निक्लिन्छ यसले यस्तो पेपरमा यो काटेर पेपरमा यस्तो हालेर उयो गऱ्यो भने चाहिँ टक्कै यसले पेपरहरू राम्रो टाल्थ्यो आज चाहिँ यहाँ देखेँ चम्मै जस्तो लाग्यो नि यहाँ यही हो जस्तो लाग्थ्यो हो कि होइन मलाई चाहिँ यही हो जस्तो लाग्यो सायद यो होला यहाँ थियो यहाँ यो थाक्यो माथि डाँडामा आइपुग्यो हामी त लाग्यो रिङ्गाटा तिन फोन रक्सीले लाग्यो रिङ्गाटा ए दामी दामी यहाँ रहेछ यहाँ एउटा दुइटा ए आज चाहिँ खाली भयो खाली कति बारी बोकेर हिँड्नु भने कोही बेला खाली पनि हुन्छ पाएन भन्नु न डाइरेक्ट चिन्डै भएन रहेछ हौ अहिले त के हो यो खान्छ होइन जङ्गलको चिज हो हिँड छ्या खान्छ जस्तो लागेको थियो यो त खाली गयो खाली आयो घुम्न आएको जस्तो भयो नि आज त हामी त है हुनु त घुम्नु पनि आएको पाउँछ कि भनेर आएको मात्रै भयो त होइन टाक्टो पागरमा गोले गोले भन्यो नि हुन्छ हुन्छ त अन्त गोले भने चाहिँ के हो तामाङको होइन खरै हो हाम्रो ए अन्त त्यति हुन्छ हौ हजुर त्यसमा कुटुम्बेरी चल्ने चाहिँ कतिजना मिल्छ भनौँ कतिजना हुन्छ अब बिहे गर्नु मिल्ने बिहे नगर्नु मिल्ने चाहिँ अन्त त्यहाँबाट चाहिँ सालकाले पिनासाको छोरी र ठ्याक्कको छोरीहरू बिहा गर्नु मिल्छ उहाँलेको छोरीहरू हजुर पिनासा टक्कोहरूले फेरि सालकाको छोरी लामा सर्वा अनि बाँचेको छोरी बिहा गर्नु मिल्छ अच्छा अच्छा के देखेँ त्यसले त्यही कारणले शेर्पाहरू बिहा गर्नु पऱ्यो भने आफ्नै जात बिहा गर्नु पऱ्यो भने नि हजुर त्यस्तो खराहरू सबै सोध्नुपर्छ ए सालकाको छोरीले सालकाको छोराले सालकाको छोरी बिहा गर्नु मिल्दैन दाजुभाइ पर्छ सालकाको छोरी यो सलगहरू चाहिँ सबै जहाँ भए पनि यता उता जहाँ भए पनि अब दाजुभाइ दिदी पनि पर्छ अच्छा अच्छा सालका र गोपरमा दाजुभाइ पर्छ अनि लामा सर्वा सलग र कोपरमा भने तिन थरको अच्छा अच्छा लामा फेरि गोपरमाको छोरी हो मेरो हजुर हजुर दाउ चाहिँ टाक्टो हो म चाहिँ टाक्टोको छोरी अच्छा अच्छा टाक्टो टक्तो टाक्टो पिनासा दाजुभाइ साई नलाको बिहा गर्नु नानी हुनु ऐसा है त्यस्तो पो हो ल रोजी रोजी कता के गरेर सँगै जान्छ सँगै आउँछ है राम्रो छ बिचारा घर छै हाम्रो यहाँ अहिले लाभाको के भन्नु वेदर चाहिँ ऊ पर लाभा चाहिँ यहाँ हामी चाहिँ यहाँनिर अहिले यस्तो जङ्गलमा आएर बसिरहेको छ फुल हेर्नु न फुल कस्तो दामी छ
के भनौँ न नि अब के भन्नु कस्तो लागिरहेको छ यहाँनिर आएर शीतल शान्ति एकछिन आराम गरेको यहाँ थाकेर तर जङ्गल घुमेर आएको त थाक्यो अन्त एकछिन बसेको यहाँ शान्ति जग्गामा अब यहाँ एकछिन बसेर घर जानुपर्छ घरमा तालै मारेको छैन चराको समर छ है के चाहिँ होला साँच्ची उ त्यो पेरापेटको बुढो खती अरे दिन्न तितो तितो हुन्छ नि यो त के भन्छ अरे यसलाई बुढो खती ल बुढो खती खाएको छैन खायो खायो ल आजको लागि चाहिँ यति सब्जी त पाएन पो अब त्यतिकै फर्केर खाली हात फर्केर आएन पो अब नेक्स्ट टाइम गयो भने चाहिँ अब चाहिँ मजाले खोजेर लिएर आउनुपर्छ है आमा आज चाहिँ यस्तै भयो के हो बाई